विश्वराज राहुल। म अहिले यहाँ यो पुज्नको लागि आइरहेको छु। ठ्याक्कै म यहाँ भाँडाकुँडी पनि देखाउन सक्छु हजुरलाई। यो भाँडाकुँडी पनि ल्याइरहेको छु। अब सम्पूर्ण म यहाँ फेरि त मेरो घरका दाजु बजै बाजेहरूलाई यहाँ पुज्न आएको छु। सबभन्दा पहिला त यहाँ पानी छैन, पानी ल्याउन जान लागेको छु। म अहिले ठ्याक्कै यहाँ पानी ल्याउन आएको छु खोलामा। यही कस्तो दामी छ। ठ्याक्कै अहिले म पानी ल्याउन आएको छु। चिसो छ कि पानी पुरै छोडिदिउँ, लास्टै चिसो छ। यी धाराहरू पनि छन्, खोलाको पानी हो, लास्टै चिसो छ अहिले। पानी पनि भरेर अब जान लाग्यो। अब पुरी अब खानतिर जाँदैछु। आहा कति राम्रो धाराहरू छ है। यो खोलाको पानी हो। हालिसकेपछि अहिले मैले ठ्याक्क यहाँ आगो बालेँ। अब कुकर लाएँ अनि त्यसमा पानी हालेँ। मैले पानी हालिसकेको छु, कुकर बसालिरहेको छु। अब त्यसपछि मैले यहाँ चामल पनि पोखालेर सकाइसकेँ। अब भाँडा नभएर अब यसरी हाल्ने चलाएँ एकचोटि, यसरी चलाइरहेको छु है मैले। अब यहाँ भात पनि पाकिसक्यो, सिटी पनि लागिसक्यो गाइजहरू। अब एकछिन म सारिन्छ। अब मुया पिर्ताहरू यहाँ ठ्याक्क भात ल्याएर छु, रातो चामलको भात हो। ठ्याक्क म यहाँ पुज्न लागेको छु। यहाँ पुजिसकेँ मैले, अब राखिरहेको छु। अब एकछिन म